There is a place in Nepal where road ends and adventure begins. Welcome to Dhor Patan. यो राइडमा खासै प्लान थिएन. यो राइडमा स्ट्रगल पनि थियो र मजा पनि त्यस्तै. एक्सट्रिम अफ रोड, हिलो बाटो, रिभर क्रसिङ सबै कुरा थियो यो राइडमा, जसले एडभेन्चरलाई नेक्स्ट लेभल पुर्याएको थियो. सिपले आहा र 20 minutes लाग्छ रे. हल्का हल्का यतिकै हामी ढिला नै भयौँ. त्यो कोप्चादेखि माथि जानुपर्छ नि, त्यहाँ उतैतिर राइडिङ गाइज. मजा आउँछ यस्तो ठाउँहरूमा आउनुपर्छ साथीभाइहरू. गयो त. ओ वाउ, कस्तो लाग्यो? Traveling is something that makes you feel good, free and alive. I hope you guys will enjoy this video. So मन परेमा like, comment, share and subscribe गरिदिनु होला. So let's go. Nice view, lovely weather. लभली बाटो, बादलहरू यता गइरहेको छ, पानी नपरोस्. आज हल्का बागलुङ कटेपछि चाहिँ हल्का अफ रोड थियो, तर बाटो इज लभली. अनि हामी चाहिँ अहिले तल्लो झर्दैछौँ. के अरे ढोरपाटनदेखि माथि फाल्गुने धुरी अनि बुकी अनि अर्को के छ मैले ठ्याक्क नाम भुलेँ. फेरि बुकी गएर माथि डाँडामा बस्न मिल्छ भने त्यही बसी भयो, नभए फेरि तल फर्कियो. अनि पर्सि चाहिँ फर्किने. हटिया बजार, हटिया बाटो, गोलकोट नगरपालिका 3. के हो यस्तो मुसलमानको. सोधौँ न दिदी, त्यो उखोको जुस कता पाउँछ? यता पाइन्न. उयो होला क्या, यहाँनिर नरहेछ भाइ. अब त्यहाँ छैन. लस्सी आउनुहुन्छ त? उयो पायो होला. सो वी आर इन हटिया. अनि हाम्रो चाहिँ लस्सी खाएर चाहिँ जानुपर्छ हामीहरू. यही भएर होला. हिजो साथीले पहिरो आएको छ, अब बुर्तिबाङ जाने बाटो बनाउँदैछ भन्दै थियो, तर एकैछिन बनाइहाल्छ. डोजर हुन्छ आजकल जतासुकै. Another one. काङ्ग्रेस सवारी चालकमा अनिवार्य हेलमेट लगाउनु होला. के हो टनेल जस्तो हो होइन न, हैदराबाद छ जस्तो लाग्यो मलाई. गोलकोटको गेट हुँदा ठाउँतिर त कहाँ चिसो थियो नि है. यहाँ त तराईको के भन्छ हिट वेभ जस्तो क्या, वाक्क तातो भयो. आगोको साइडमा राखेर जस्तो है. डेन्जर. किन त्यस्तो गर्मी भएछ यहाँ? अब एकैछिनमा त हौडा गर्मी हो यहाँ. बुटवल उता बुर्तिबाङ छ अगाडि. यहाँदेखि नै बुटवल जानु रहेछ त. यहाँदेखि बुर्तिबाङ 1 किलोमिटर, ढोरपाटन 32. सो अब चाहिँ हामी बुर्तिबाङ गएर खानासाना खान्छौँ. अनि त्यसपछि होला स्पिन कार्यक्रम पछि हाम्रो यात्रा सुरु हुन्छ. सो ओके, अब यहाँदेखि चाहिँ हामी निस्किनुपर्छ. यहाँदेखि 31 किलोमिटर्स रहेछ. हामीलाई चाहिँ 2.5-3 घन्टा लाग्ला बिस्तारै बिस्तारै जाँदा. बाटो चाहिँ अब रियल एडभेन्चर चाहिँ अब सुरु हुनेवाला छ. सो लेट्स गो. यहाँदेखि चाहिँ राइट अनि यहाँदेखि एउटा पुल आउँछ अरे. अनि त्यसपछि चाहिँ सरासर अब रियल एडभेन्चर चाहिँ अब सुरु हुनेवाला छ. अब चाहिँ अफ रोड. लेट्स सी हिलो कतिको छ. सो
Hope you will enjoy. Hope I will enjoy. Hope we will enjoy. यहाँदेखि सिधै होला वेलकम टु ढोरपाटङ हन्टिङ रिजर्भ यहाँदेखि 30 किलोमिटर the one and only hunting reserve of Nepal. Nice छ त त्यो यस यो खोला तर्नु पर्ने रहेछ अनि खोलाको बाटो अफ रोड्स ट्रेल अति दुर्घटनाग्रस्त क्षेत्र ओ बाटो त नाइस रहेछ त तर आनन्दल जान्छ आनन्दल गइरह त है यसो खुट्टा हल्का माथि नै राख्दा भयो सो अब सुज कभर लकडाउन लगाउनु पर्यो साथीभाइहरू हिलो सिलो पानी खोला नाला कस्तो चल्दैछ त नि दिदी तपाईको यात्रा रमाइलो भइरहेछ रमाइलो बढी भइरहेछ कि डर बढी भइरहेछ हो यता यता घुम्थ्यो भयो ल ल चल्दी भानिन्छ है त हामी यस्तो घुम्तीहरू बिल्कुल कुरा गर्नुहोस् घुमाउरो अफरोड हेलो 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 बाई बाई जस जुनै पनि के अरे राइडमा गयो ट्रेकिङमा गयो है बच्चाहरूले चाहिँ मुड फ्रेस गरिदिन्छ है के हेरेको तिमीहरूले खन्निम होइन नखन्निम यस्तोमा क्या मजा आउँछ नि अब स्पिड पनि कम हुँदैन त्यो सक पनि मजाले खेल्छ तल पछि बसेकोलाई नि त्यस्तो दुख्दैन झूठ बोलो बार बार झूठ बोलो हेलो हेलो अभी सीधा है कि यतातिर रुखतिर पुलतिर हो त्यहाँ लेखिरहेको छ क्या ढोरपाटन सीधा अरे हजुर कता सीधा धन्यवाद खोला त कस्तो सेतो देखिरहे है लभली देखिया त खोला नि है जाऊ तिमी नै पर्दैन बस्नु उनीहरू जानु लाएर मैले छोडिदिएको त बाई 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 बच्चाहरू सोफा जस्तो भयो होला नि हामी चाहिँ नि उता हो क्या है उता त्यस्तै छ त यो दाइहरू यतै गाउँतिरको होला हिलो
कालो भाले जतासुकै कुलो पानी नै पानी झरिरहेको रहेछ कि तल पनि सेतो देखिरह खोला त तारेको पनि भइहाल्छ एकछिनमा होला धन्न हिलो छैन त्यस्तै साह्रो हिलो भए त झन् गाह्रो हुन्थ्यो खोला जान त मजै आउँछ नि फेरि हिलो बाहेक सबै मजा आउँछ के भयो यहाँ स्टार्ट बन्द भएछ ठुलो यहाँ तल खोला रहेछ है भोलि म एक्लै आउँदा खोलामा हाल्छु आज चाहिँ पुलमा हाल्छु है एक्लै हाल्नु पर्ला के खोलामा हाल्न मजा लाग्छ नि यता तपाईँ भिज्नुहुन्छ भन्नु नानी बाबीहरू छोटा छोटा हो नाइस गाउँ मुख्यमन्त्री के हो सिबाङ हो कि के हो लभली छ त गाउँ त यहाँदेखि है यस्तो दामी उता पनि कस्तो ग्रिन के पुरै डार्क ग्रिन टाइपको के लेउ जस्तो देखिरहेको छ कि होइन ट्रेडिसनल बेरेस ट्रिपमा छन् बुढा बागलुङै भन्दैछ अब बोवाङ गाउँ रहेछ त्यो ए बाबु क्या ग्रिन देखिरहेको है के सुन्तलाको बोट बुटा जस्तो छ त नमस्ते आलु सेतो ठाडै छ गरे पहिरोको होला रिसेन्टली उहाँ केटाटीहरू भन्न लाग्यो यहाँ सरी बग्छ यो अफरोडिङ त राम्रै हो कि यतातिरको लागि मान्छेलाई बाटो चाहिँ बनाइदिनु पर्ने हो कि खोला लास्टै आउने रहेछ कि के हो यताबाट है घरहरू बस्ती पनि छ बाटो चाहिँ किन यस्तो रन गरेको अगाडि सिस्नु पो रहेछ खोलोका
तिरै हिँडम म त लागे खोलै खोला तिरै सुधारी ओहो चिज आयो त बल्ल है खोलाको चिज अब चलाउन त मजा आउने छ नि ठाउँ लु अब फेरि खाल्टो ठ्याक्क खाल्टो रहेछ यार भलिबल खेलिदिएछ ल आऊ तिमी नाइस थ्याङ्क यू रहेछ फेरि ओए साह्रै गहिरो रहेछ कि के रहेछ खुट्टा माथि उचालेर बस्यो हुन्छ तपाईँ मैले त कभर लाग्छु कि खासै छिर्दैन क्या एमा खासै छिर्न त छिर्छ तर त्यति साह्रो छिर्दैन क्या नाइस पानी चाहिँ नपर्दियो भने चाहिँ जस वेदर चाहिँ अझसम्म मलाई साथ दिइरहेछ यस भलिबल गाई चलाएँ बाटोमा बाटो त पुरै यस्तै रहेछ कि है पुरै सोलिङ टाइपको ढुङ्गै ढुङ्गावाला खोला ढुङ्गा उहाँ केटाहरू पनि जाँदै अब ओहो पानी परेछ कति पऱ्यो आन्टी हो होइन जुत्तामा के ओहो ओके खोला था अब वीडियो बनाना नहीं पड़े मुझे घर जाना है मुझे घर जाना है अच्छा मैं ओहो नाइस र बाइकहरूलाई माथिबाट पर्दैन नि माथिबाट हो त हाने पर्दैन चान्स पायो कि नेपालले नेपाली हो पर्दैन कहाँ यस्तोमा झरेर बेचित गरिदिनु मेरो भोलि आउँदा चाहिँ सोलो हान्नु पर्ला क्या त्यहाँ मकै बारी थोरै बादल पनि लगाइरहेछ थोरै छिटा पानी पनि परिरहेछ त्यही भएर हामी चाहिँ हल्का स्पिड बढाइरहेको जानकारी दिन चाहन्छु साथीभाइहरूलाई है बाटो बनाउन लाग्यो रहेछ पानी पो रन्किन लाग्यो सब्जीहरू पानीले गाह्रो बनाएको जस्तो छ गाडी पो अड्क्यो हामी नि अड्क्यो कि के हो गाह्रो छ फालेको त्यसले बाटो कतिलाई छोड्दैन हो हल्का हिलोको बाटो सुरु होला जस्तो छ
पानी पनि परिरहेको हिलो पनि अगाडि देखिरहेको छ। जस रमाइलो होला जस्तो छ है। एउटा बाटो छोडिदिने होइन होला हामीलाई पक्कै चिप्लेर आहा। टायर एकदम चिप्लेर बाटो छोड। पानी रन्किरहेको छ साथै हामी अघि बढिरहेको छौँ। चिप्लोले नै हुनसक्छ। टाङ 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 बाटो त हिलाम्मै छ हो। हिले जस्तै खोला हिलो। फल्लेगढ 2495 मिटर्स फल्लेगढ आएको छौँ हामीहरू। अहिले पानी पनि परिरहेको छ हल्का फुल्का। यति बाक्लो पानी परिरहेको छैन। बाटो त मजा भइरहेको छ। यसो मोबिल हाल्ने ठाउँमा कता छ? मोबिलकै चेनमा मोबिल हाल्नु पऱ्यो होला। कतातिर पाउँछ? यहीँ छ। यसो हालिदिउँ न। कति लाग्छ त अझ यहाँदेखि ढोरपाटन? अझ 20 मिनट। उतादेखि डबल स्ट्यान्ड छैन क्या। न्युट्रलमा हाल्दा मुखिलाई भयो। सो यहाँदेखि चाहिँ अझ 20 मिनट्स लाग्छ रे। हल्का हल्का यतिकै पानी पऱ्यो भने त रेनकोट लगाउनु पर्दैन। यहाँभन्दा बढी पऱ्यो भने चाहिँ अफकोर्स रेनकोट त लगाउनु परिहाल्यो। 20 मिनट्स। ए गाइज त उता जाओस्। यति भएको बाटो लभली छ त। नचिप्ली कुवालो पनि लाग्न लागेको छ। माथि आएको त त्यो रुखै चेन्ज भयो नि है रुखहरूको। आज त डह्रो भयो क्या। चिसो प्लस गर्मी पनि उस्तै। हिलो पानी स्मुथ हो। यत्रो खाल्टो छ नि है अगाडि। कुहिरोले बाटो त नाइस्टिमिटी गराएको छ। होइन कुहिरोले चाहिँ साथ नछोड्नु भएको र। कुहिरो र पानीले मरिसन राइडहरू जहाँ पनि गएको छ होइन। जहाँ सुके कुहिरो अनि ओहो रुद्र ताल पनि छ यहाँ। नजिक हो के गर्नु त भोलि फर्किँदाखेरि आरामलाई। वेलकम टु ढोरपाटन। बाख्राहरूको रहेछ यहाँ मूर्ति देउराली 2950। अब वहाँ पुगिहाल्यो हामी। अब अझै होटल खोज्छौँ। हामी त्यहाँ बस्छ तातो सुप या त चिया खान्छौँ। मलाई त चिया खानु मन लागेको छ। ओ लभली क्या दामी देखिरहे। रौसिएर नलैजाऊँ फेरि डेढ भइहाल्छ।
कति ठुलो वाउ वाउ छ त भ्यू त है यता पनि क्या दामी छ त भ्यू है so finally Dorpatan lovely Dorpatan full त हैन फुल्ली सिजन त गइसक्यो हामी ढिला नै भयौं तर हल्का हल्का फुलहरु त छ ग्रीन चाहिँ दामी अब यो ग्रीनरी त दसैँसम्मै हुन्छ के फुलहरु त छ नि स्टिल तर त्यो धेरै त्यस्तो धेरै अमाउन्टमा छैन Love it? I love it. Whoa. Baba. Uta down one damn is uta the side boy. Oh, uta this the green. It's the green get. Oh yeah, down aru. कति धेरै गाई भैँसी है घोडाहरू चढिरहेको छ नि यहाँ lovely अब हामी भोलि चाहिँ त्यो कोप्चादेखि माथि जानुपर्छ नि त्यहाँ उतैतिर बसेको ठिक हो nicest बादलहरु आउने जाने फेरि बादलहरु आउने जाने के छ त दिदीको हालखबर के भन्न चाहन्छु तपाईले Didi is very happy. The weather, the view, everything is so good. And how was the ride? Yes. Ride was good. Ride is good. Guide is good. Guide is good. Guide, ride, everything is bike, everything is good. Good or goodest? Yes. Goodest. Goodest people. Also मिठो weather last lovely भएर चाहिँ जस अहिले चाहिँ अरु भन्दा नि love the weather. Okay. अनि मेरो यो के रे सुज कभरले चाहिँ रेन्जर रेनकोट भनौँ कि सुज कभरले चाहिँ रेन्जर हेल्प हान्ने बाटो चाहिँ बाटोमा आउँदा चाहिँ हल्का त के भन्नु बाटो यहाँ धोरपाटोमा आउँदाखेरि चाहिँ हल्का अफ रोड छ अनि ओभरअल त्यति साह्रो पनि अफ रोड छैन त्यो मजाको रमाइलो गर्ने खाले छ बाटो and there you keep riding guys मजा आउँछ यस्तो ठाउँहरुमा आउनुपर्छ साथीभाइहरु बाइक लिएर बाइक लिएर बाइक नभए पनि जेमा भएन यस्तो ठाउँमा आउनुपर्छ जस्ट इट्स सो पिसफुल द भाइब इज गुड अनि कस्तो आनन्द आउँछ कि ठाउँमा जस्ट आइरहेछ मलाई चाहिँ आइरहेछ है धेरै हो यहाँ कपाल त्यस्तो भएर आला हेलमेटले पसिनाले साथीभाइहरु बल गर्नु हुँदैन धेरै बल गर्नु हुन्न स्टार्टै बन्द भइदियो भनेर
डोरपाटनको खोलामा सुरु भयो बल हैन पासा अब पानी चाहिँ दौडु पस्यो अब हामी चाहिँ निस्किनु वाला छौँ यहाँदेखि चिसो चिसो पनि हुँदैछ पानी पनि पर्ला जस्तो गरिरहेछ जस यहाँको वेदर चाहिँ एकैछिनमा खुल्ने एकैछिनमा बन्द हुने एकछिनमा खुल्ने टाइपको हैछ यतापट्टि लस ग्रिनरी हामी चाहिँ उताको पुलमा जानेवाला छौँ जो पुलदेखि चाहिँ बाई बाई रेनबो रेनबो आलुतेबाट पानी पर्यो फेरि दाजु त्यो पुल जाने कताबाट हो ए साइड कि सिधादेखि लेफ्ट ओहो पुऱ्यो बाटो होला भैँस ओहो त्यही पुल त होइन कि ए होइन यो खोलाको के छिर्यो म त माथिको हो कि जस्तो लाग्यो कि फेरि यही हो कि जस्तो लाग्यो हालिदिइहाल्ने ल फेरि यतै आउनुभएछ त तपाईँहरू त हजुर ए भेडीगोठ मान्छे आज उहीँ जाने प्लान हो उहाँहरूको जान्छ नजाला र दिदी जाने गइहाल्छ नि होइन गयो त जलवा है हमारा कुछ भाषा ओ वाओ कस्तो लभली देखेको भिडियो बनाउनु न अरू वाओ कस्तो लभली गाउँ ढोरपाटन ओइ 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 ठिक छ हल्का फुल्का हुन्छ लभली मलाई त कस्तो कस्तो लोकल फिल आयो यहाँको लोकल हो म जस्तो कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी यता यही होला कलकत्ता भिडियोमा देखिरहेको थियो कि यता माथि जान्छ क्या मान्छेहरू अनि त्यही भएर ओके उहाँहरू होइन इट्स लभली यो त डिफ्रेन्ट ठाउँमा जस्तो लाग्ने ओके यस्तो हिलोमा त नहाल हो यहीँ जाने अझ एक लट माथि हेरौँ न सरी चल्लाजको मोमो खानुभयो हिजो त्यसो भए 3 घन्टा लाग्दैन बढी लाग्छ तिमीले ग भन्यो अब त्यसो भए यही बसौँ न ल झन् फर्काएर आउँछ धन्यवाद छ तपाईँहरूलाई तपाईँहरूको इन्फर्मेसनको लागि ढोरपाटन 9 पाखाथर बागलुङ सो हाम्रो स्टे चाहिँ आज तेन्जिङ तिब्बतियन होटलमा हुनेवाला छ
तेन्जिन तिब्बतियन होटलमा आगो ताप्दै म्याच मान्छेहरु बिहान कतिखेर माथि उक्लिन्छ बाटे माथि रुमहरु नयाँ छ त्यो रुम बनाएको त चियर्स चिया खानुस् चिया चौरीको चिया भन्नुला तर चौरीको हैन गाईको नै हो गाई भैँसीको नै हो माथिबाट हातबाट चिया खाँदैन चिया खाने जस्तै छ त वेदर अनि मजाको चियामा पनि पानी नहालिकन ठिकै छ भाइलाई ठिक हुन्छ होला मलाई चाहिँ अलिअलि धेरै छ हामी त चाहिएको नि चिया नै चाहिन्छ के गर्नु अब हामी यहाँ चिया खाएर यसो टुच्छ हामी यहाँ चिया खाएर चाहिँ यताउति डोरपाटन यसो हल्का घुम्नेवाला छौँ स्यालपाखीमा छौँ हामी स्यालपाखीमा ओके हामी चाहिँ डोरपाटनको यताको साइडको कर्नरमा छौँ अनि वी जस्ट राइडिङ लोन हामी अघि आएको छौँ त्यहाँ माथि रहेछ यताबाट त्यो डोरपाटन ल्याएको भइहाल्यो स्काई पनि लभली देखेछ ओके School of Full Medical Science of Early Education. अर्ली ट्रेडिसन Traditional age. Yes, sir. Bonpo Monastery. Did you have boating here?